हाम्रो देशको मगर गुरुङलाई अहिले भर्खरको बच्चाहरूलाई सोध्यो भने पनि तिम्रो गोल के छ, तिमी के बन्न चाहन्छौ भनेर सोध्यो भने म लाउरे बन्न चाहन्छु भन्छ। कहाँको? ब्रिटिसको। अगर भएन भने सिङ्गापुरको, अगर भएन भने इन्डियाको, अगर भएन भने नेपालको भन्दैन। उसले भन्छ त्यसपछि त विदेशै जानु पर्ला, खाडी मुलुक कहीँ न कहीँ त हो। यही हाम्रो अहिले नेपालको परिस्थिति यही भइरहेको छ। कति लाखौँ हजारौँ युवाहरू त्यो एउटा लिमिटेड सिटको लागि 200 400 यति मात्रै हुन्छ, त्यसको लागि कति मान्छेले आफ्नो युथ बर्बाद गरिरहेको छ। त्यसमा चाहिँ लागिरहेको छ, इन्स्टिट्युसनहरू खुलिरहेको छ हैन, त्यसले ट्रेन गरिरहेको छ। ठिक छ, रोजगार नेपालीहरूले पाइरहेको छ, तर त्यसपछि त्यो मान्छेहरूले, त्यो युथहरूले सेकेन्ड अप्सन उनीहरूको केही पनि छैन। उनीहरूले जबसम्म एज हुन्छ 18 वर्ष 17 वर्ष कटेदेखि सुरु गर्न लाग्छ, 18 19 20 21 22 23 24 25 जबसम्म एज हुन्छ तबसम्म त्यहाँ ट्राई गरेको छ। जब हुँदैन, फेल हुन्छ सबैतिरबाट, त्यसपछि उसँग केही पनि स्किल हुँदैन र उसले के गर्छ, अब परिवारको बोझ हुन्छ, ऋणको बोझ हुन्छ, त्यसपछि विदेश जाने, खाडी मुलुक। केही स्किल छैन, केही प्लानिङ छैन, सेकेन्ड प्लान छैन, त्यसपछि के गर्ने त? जानु पर्यो खाडी मुलुक, या जानु पर्यो इन्डिया भाडा मान्नको लागि, या लेबर काम गर्नको लागि। त्यही भएर सो युथ तपाईँहरूले जतिकै पनि सुनिरहनु भएको छ, प्रयास गर्नुहोस्, तर आफूसँग सेकेन्ड प्लान पनि राख्नुहोस् कि मैले अगर यो भएन भने मैले यो गर्छु, नै मैले यही गर्ने हो, यो नै मेरो जिन्दगी हो, त्यो चाहिँ नसोच्नु। त्यही मात्रै छैन अप्सन। अहिले अप्सन बहुत धेरै छ, हामीले धेरै कुरा गर्न सकिन्छ, तर हामीले एउटा स्किल्सलाई चाहिँ सिक्न जरुरी छ। हर मान्छेको केही न केही ट्यालेन्ट हुन्छ, त्यो ट्यालेन्टलाई चाहिँ हामीले चिन्न जरुरी छ, त्यसलाई बुझ्न जरुरी छ। बल्ल फेरि हाम्रो देशको प्रगति हुन्छ, हामी स्वयं मानिसको पनि प्रगति हुन्छ। थ्याङ्क यू।